Hello and namaste to everyone. Welcome to my blog. And आजको blog चाहिँ we are traveling to Denmark, Copenhagen. भिडियोमा सधैँ चाहिँ it's me, myself, my wife and my son. यसै गरी हाम्रो यात्राको पहिलो चरण चाहिँ फारो एयरपोर्ट हुँदै कोपेनहेगन एयरपोर्टसम्म हुनेछ। विन्टरको सिजन र नोभेम्बरको महिना भएको भएर होला फारो एयरपोर्टमा टुरिस्टहरू निकै कम देखिन्थे। हाम्रो यो यात्राको मुख्य कारण चाहिँ हामी डेनमार्क कोपेनहेगनको नेपाली एम्बेसीमा पासपोर्ट रिन्युको लागि जाँदैछौँ र यही क्रममा साथीभाइहरूसँग पनि सानो भेटघाट सहित रमाइलो पलहरू बिताउनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद। यो यात्रा हाम्रो लागि डकुमेन्ट रिलेटेड वर्क भए पनि मेरो छोराको लागि चाहिँ यो उसको पहिलो हवाई यात्रा हुनेछ। भनिन्छ नि यात्रा भनेको मान्छेले जीवनमा सबैभन्दा बढी गर्नुपर्ने एक्टिभिटी हो। तर कारणवश हामी हाम्रो यो बिजी लाइफस्टाइलबाट ननिस्किएर यस्तो ब्युटिफुल मेमोरिज र एक्सपिरियन्सहरू छुटाइरहेका हुन्छौँ। अघि भने जस्तै यात्रा गर्नुपर्छ, तर यात्रा गर्नु त्यति सजिलो चाहिँ हुँदैन है। कहिले खराब वेदर त कहिले फ्लाइट डिले र कहिले त ट्राभल सिकनेस, स्पेसली सानो बच्चाहरूलाई। हजुर, हामीलाई पनि यो यात्रामा हाम्रो छोराको नयाँ एक्सपिरियन्स लिने क्रममा केही अप्ठ्यारो नहोस् भन्ने चिन्ताले सताइरहेको थियो। Very welcome on board the Ryanair flight operated by Malta Airlines Flight 5147 to the beautiful city of Copenhagen. फाइनली टेकअप भएपछि हामीलाई पिकअप गर्नलाई हाम्रो साथी पनि आइसकेको रहेछ र हाम्रो छोरालाई पनि टेकअप पछि फ्लाइट इन्जोय गरेको जस्तै देखिन्थ्यो। अनि यो क्लिपमा चाहिँ मेरो छोरा र मेरो साथीको छोरी दिदी भाइको पहिलो भेट। कहाँ हेरेको तिमी चाहिँ? कहाँ टोलाको छोरो? यो क्लिप चाहिँ नेक्स्ट डे मेरो पासपोर्ट रिन्युको काम सकाएर मेरो अर्को साथीको घरबाट हामी घुम्न जाँदै। नर्मली चाहिँ डेनमार्कमा धेरै चिसो हुनेको कारणले अलि घाम देख्न चाहिँ अलिक गाह्रो हुने रहेछ, तर यो दिन चाहिँ अलि राम्रै घाम लागेको रहेछ। मौसम निकै नै चिसो भएको कारणले हामीलाई भन्दा पनि बच्चाहरूलाई चाहिँ चिसो लाग्छ कि भन्ने डर पनि भइरहेको थियो। ए अनि राम्रो देखेको भएर अनि चिसो छ क्या?
Citizen. अहिले चाहिँ हामी कोपेनहेगन स्थित फेमस वकिङ स्ट्रिटमा घुम्न जाँदैछौँ। हो निश्चय बिस्तारै कति बिजी छ मान्छे है लाइफको छिटो हिँड्ने क्या एकजनालाई चिसो भयो कि के हो नाकमा हेरे सिनिज हो लास्ट चिज है हातै खेडाउने यहाँ त एउटा जुत्ता पसल थियो त अहिले पहिला जुत्ता पसल थियो यहाँ शोरमा फ्याक्ट्री अझै रहेछ ओहो सुत्ने भयो पन्जा त लाउनै पर्ने रहेछ नि हात ठिडाएर ए जुत्ता त यहाँ रहेछ नि निश्चलजी मैले त्यही म त उता होला भने हजुर अब यत्रो भयो नि त के हो उता हेर्ने नै हो डेनमार्क कोपेनहेगन म र मेरो वाइफको लागि खासै नौलो लागेन किनकि हामी यहाँ पहिले पनि बसेर गएको कारणले र अहिले फर्केर आउँदा पनि लगभग सबै चिज उस्तै रहेछ विकेन्ड भएको भएर होला वकिङ स्ट्रिट धेरै जसो भन्दा निकै नै क्राउडेड थियो साथसाथै नजिकै गरेको क्रिसमस र न्यु इयरले गर्दा होला सपिङ सेन्टर र रेस्टुरेन्टहरू धेरै नै बिजी देखिन्थे म यताबाट गएँ
यो हाम्रो छोटो भेटघाट भए पनि साथीहरूसँग नजिकिँदा र समय बिताउँदै जाँदा समयको पत्तो नहुँदो रहेछ। बिताएका पलहरू निकै नै रमाइलो भएको थियो र यति भन्दैमा हामी साथीभाइहरूसँग बिदाई माग्दै भोलि फ्लाइटको लागि फारोतिर प्रस्थान गऱ्यौँ।